हल्का मिलाउनु पर्यो के छ आज चाहिँ हाम्रो डे 1 हाम्रो ट्रिप टु अप्पर मुस्ताङसम्मको डे 1 आज चाहिँ अहिले चाहिँ करेन्टली हामी हाम्रो रुममा छौँ पोखरा आजको दिन हामी जोमसङसम्म पुग्छौँ बिचमा मार्फा जोमसङै हो मार्फासम्म पुग्छौँ बिचमा 2-4 ठाउँहरू घुम्दै है आजको चाहिँ लामो यात्रा छ हामी बेलुकाको 3-4 बजेतिर पुग्छौँ होला त्यही छ आजको चाहिँ केटाहरू रेडी भइरहेछ अभि यहाँ सशान्त राई सुता छ अब तल हामी चिया खाएर यसो अलिकति सामान लिनुपर्ने छ त्यो लिएर चाहिँ हामी फेरि माथि आएर सुटकेसहरू लिएर जान्छौँ 8 बजे चाहिँ हामीले लिन आउनुहुन्छ यहाँबाट बाटोमा बिस्तारै जाँदै गर्नुपर्छ सिनहरू खिच्दै अब चाहिँ एकछिन पछि अहिले चाहिँ हामी यहाँ नयाँ पुलमा छौँ र यहाँ खाजा खानलाई ब्रेक लिएको ठाउँ चाहिँ यस्तो राम्रो सिन छ र यहाँ बसेर अब हामी खाजा खान्छौँ हाम्रो सशान्त के हो ल दुई शब्द जाओस् न यहाँ दामी दामी यो चाहिँ सबभन्दा लेट गर्ने हाम्रो ग्रुपको नाम के हो तेरो भन्दा नाम भन्दै ल मेरो नाम आइस दादा होइन नभनौँ आयुष दादा चाहिँ अब सबसे लेट गर्ने अर्को लेट गर्ने चाहिँ यहाँ छ अब म देखाउँछु तपाईँहरूलाई आर्यन पाण्डु म खासमा म लेट गर्ने मान्छे होइन म चाहिँ ल्याङ गर्ने मान्छे अगाडिदेखि लास्टमा आएर लेट गर्ने चाहिँ अर्को मान्छे छ होइन के भन्नु होइन अब यस्तै हो अब खाजा खाने हामी एकछिन त्यसपछि हामी एकछिन कुराकानी गर्छौँ अहिले चाहिँ हामी खाजा खाने ठाउँमा छौँ केटाहरू बसिरहेको छ मलाई चाहिँ अति राम्रो लाग्यो ठाउँ चक्कै हान्न होइन खाजा खाने अनि पछाडि कस्तो मजाको खोला बगिरहेछ कस्तो लागेको छ तिमीहरूलाई यस्तो दामी भ्यूमा अब कस्तो लाग्छ राम्रो लाग्छ यस्तै राम्रो कस्तो लाग्यो भ्यू देखाइदिएन भ्यू देखाइदियो अरे भ्यू यस्तो राम्रो भ्यू छ अब यहाँ चट्ट बसेर कफी खाइन्छ ब्ल्याक कफी त्यही हो हाम्रो अर्को दोस्त चाहिँ माया पिरतीमा परिरहेको जस्तो छ होइन एक्लै बसिरह दोस्त तिमीलाई के निन्द्रा लाग्यो छैन उसलाई चाहिँ गाडीभरि सुतिरहेको थियो त्यही भएर पनि हुनसक्छ है तर मलाई चाहिँ क्रेजी लाग्यो ठाउँ मलाई चाहिँ क्रेजी नै लागेको छ है अब हामी एकछिन खान्छौँ खाना आएपछि चाहिँ देखाउँछौँ हामी के खाँदैछ सबै देखाउँछौँ त्यही हो ल एकैछिन हामी चाहिँ यहाँ नयाँ पुलमा अहिले चिया कफी खाएर अब अघि बढ्नेवाला छौँ अब हामी चाहिँ यो सर्साधारा भन्ने ठाउँ जान्छौँ त्यसपछि म्युजियम त्यसपछि बेलुका चाहिँ सिधै मार्फा सबको साथी
यो के अरे टस्क यो के हो यो कफको यही सबले खाएर हिँडिरहेको छ अहिले सबलाई बिरामी भइरहेछ गर्मी नै लास्टै रहेछ हामी त टी सर्ट लगाएर आएको तर यस्तै हो अब बिस्तारै चाहिँ गाडीतिर चढ्छौँ सबैजना अब गुरुजी पनि आइसक्नु भयो तँभन्दा चाहिँ म गोरो छु कि भाइ मभन्दा गोरो छैनस् गरौँ न गरौँ पसिना आउनु थाल्यो नसक्छ हाम्रो एकजनाले एकजना मात्रै युज गरौँ के चाहिँ यार केटाकेटी हो के हुँदैछ बेबीले बेबी वाइप युज गर्दैछ है आज यसको रोगी हो मलाई रोगी एम्बुलेन्स लिएर आउनु एम्बुलेन्समा हालेर ल्याउनु पर्ने साथीलाई यहाँ स्कर्पियोमा हालेर ल्याएर छ हामीले माथिहरूलाई खच्चडमा चढाएर लानुपर्छ मुक्तिनाथ गदालाई खच्चडमा के चाहिँ यार केटाकेटी हो बेबीले बेबी लगाउँदैछ है यहाँ बेबी ल उसमा हुँदै अगाडिहरू चाहिँ बोल्नु भयो है ठिकै छ हामी कुसमा हुँदै सहस्त्र धारा भन्नेमा गइन्छ त्यसपछि बागलुङकालिका अनि बागलुङकाले अगाडि झुलेङ्गे पुल अनि झुलेको हुँदै हामी पिएनी हुँदै गएर गलेश्वर मन्दिर अगाडि ताजमहल अघि चाहिँ यसो रेकर्ड दाब्न बिर्सेछ मैले यहाँ तर धेरै हिँड्नुपर्छ जस्तो लाग्यो धेरै पर हो क्या भने फर्स्ट टाइम आएको मन्दिर त धेरै टाढा रहेछ यहाँ नि धारा रहेछ त खाने पानी धारा कति धेरै धारा नुहाउने धारा जस्तो होइन नुहाउने धारा खाने पानी गङ्गाजल स्नान गृह रे गङ्गाजलमा यहाँ गङ्गाजल स्नान हाम्रो साथीलाई रक्षा गरून् फलो गरौँ मसँग हे प्रभु रक्षा गरौँ समस्त लोकका जीव जन्तु प्राणीहरूको भलो होस् यसरी जिस्किनु होइन ल भन समस्त लोका सुखिनो भवन्तु ल सुखिनो भवन्तु ल ल आज मन्दिर कुन मन्दिर हाम्रो बागलुङ कालिका मन्दिर पनि दर्शन गरियो राम्रो एकदमै है मलाई चाहिँ एकदम राम्रो लाग्यो हाम्रो रुखहरू पनि एकदम मिलेको एकदम राम्रो मन्दिर छ तपाईँहरू पनि यो रुट आउनुभयो भने चाहिँ यता यहाँ चाहिँ दर्शन गर्न नछुटाउनु होला बाँकी त राम्रै छ है यहाँको एकदम यहाँ आएर एकछिन बस्न सक्नुहुन्छ थकाइ चाहिँ यहाँनिर आएर चाहिँ बिसाउन सक्नुहुन्छ आउँदाखेरि चाहिँ यसो केही तलबाट लिएर आउनुहोस् होइन भगवान्को उसमा अब पूजा गर्ने सामग्रीहरू लिएर आउनुहोस् भगवान्को मन्दिरमा चाहिँ यहाँ आएर चाहिँ एकदम एकछिन चाहिँ थकान चाहिँ तपाईँको चाहिँ एकदम आनन्द आउँछ अब बाँकी भनेको हामी अब माथि पुलमा जाँदैछौँ
पुलमा गएपछि चाहिँ हल्का त्यहाँ एउटा राम्रो माथि अग्लो झुलुङ्गे पुल छ त्यहाँ चाहिँ राम्रो फोटो भिडियोहरू खिच्नेछौँ र हजुरलाई देखाउनेछौँ अगाडिको यात्रा चाहिँ आउँदै गर्छ ल 30,000 शिला त्यहाँ राखे सानोबाट ठुलोसम्म राखेको छ हो त्यो घुम्ने कि नै मलाई नसक्दै जो सबै घुमेर मार्फमा कति बजे पुग्छ सबै घुम्यो भने चाहिँ मार्फमा चाहिँ नि उही 4-5 बज्छ त्यसै घुम्ने क्या खोइ मलाई थाहा छैन ल गइदिउँ न त हामी त्यो पुल जाने भन्नु भएन कुन पुल यो पुल यताबाट गइयो अब यतैबाट झर्छौँ हामी जाउँ न त त्यसो भए अब घुम्न फर्किँदा कहिले मार्फा त घुमिन्छ आधी राति Specific shores where the terminus lies. Pacific Northwest, the end of the ride, with rolls of photos to compile. We won't see oceans for a while. From Massachusetts, the lights all went down across the U.S. In its cities and towns, the main spots I considered home. The Rust Belt and the Driftless Zone. यो चाहिँ गोल्डेन ब्रिज ल म देखेँ कहाँ हिँड्ने भनेको एउटा फोटो खिच्छ हाम्रो एउटा साथीलाई चाहिँ यहाँ अब डर लाएर अगाडि बढिसक्यो The one that I take never stops in between a whole 3,000-mile road, with one brief pause in Yellowstone. If the day comes in which you decide you wanna wait some and go for a drive, well, I'll be ready when you call for Highway 20 in the fall. We'd be the quintessential we'll wait and see. Pacific shores wide, the terminus lies. Pacific Northwest, the end of the ride, with rolls of photos to compile. We won't see oceans for a while. From Massachusetts, the lights all went down across the U.S. In its cities and towns, the main spots I consider home. होटलमा खाना खाएर अब हामी अगाडि यही त हो नि हाम्रो गाडी अब सिधै मार्फा जाने खाना खाएर तर यो सेम गाडी यो यही हो हाम्रो यो गाडी पनि त्यस्तै रहेछ क्या त्यही त अब मार्फा जाने हो नि त Sometimes in our life, we all have pain, we all have sorrow, but if we are wise, we know that there's always tomorrow. Lean on me when you're not strong, and I'll be
के देखिरह खोइ पाण्डु छोड त Sometimes in our lives, we all have pain, we all have sorrow. But if we are wise, we know that there's always tomorrow. Lean on me when you're not strong, and I'll be your friend. I'll help you carry on, for it won't be long. आजको स्टे चाहिँ यहाँ आउनु रहेछ आज मार्फाको रुम हाम्रो यहाँ त मजाले सुत्नु पाउँछ त है आज कसरी सुत्ने यसरी सुत्ने कि यसरी सुत्ने हेट यत्रो महँगो होटलमा यस्तो सुविधा छैन यार यहाँ पनि तर प्राइस त त्यही हाम्रो यहाँ वार्म अप पुसअप च्यालेन्ज भइरहेको अब मार्फा घुम्नुभन्दा अगाडि म सब चेक गर्छु एकछिन नउठाउनु एकछिन बसन जसो मेरै होला ल 3 2 1 गो 1 2 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 यो चाहिँ हाम्रो होटलबाट मार्फा गाउँको देख्ने भ्यू दामी छ नि यार अब मार्फा गाउँ डुल्न जाने हो आइ ए त्यो दाइले गाडी यता सारेर अघि हाम्रो मात्र गाडी थियो अहिले दुईवटा आइसकेको चिसो चिसो हावा बोलिरहे गीत गाइदिने क्या एकान्तमा तिम्रो तस्बिर यता चाहिँ स्याउबारी सोधौँला नि अब चाहिँ हामी यहाँ मार्फा गल्ली मार्फा भिलेज घुम्नु जान्ला वेलकम टु मार्फा भिलेज यहाँ पानी परेर चिसो चिसो भए आज हिमालको भ्यू हेर्ने भने चाहिँ पुरै खिन्नै पार्दै पानी परेर अब भोलि हिउँ सुत्दै घामलाई टल्किन्छ हिउँ पनि देख्न पाउँछ ऊ त्यहाँ श्लोक स्याउ मुस्ताङको लगेर हो एक लाइनमा हिँडौँ गाडी आइरह लाइन हौ
केटाहरूले फेरि टोपी एउटा मात्र ल्याए के मेरो टोपी केटाहरूले लगाइदिने ट्राइपोड ल्याए होइन यहाँबाट निस्के भिडियो बनाउँ न यहाँ यो त बाटो पो रहेछ हौ अलिकति झन्डै ल छोयो अड्क्यो अलि ब्याक गरेर अलि यता आउनु पऱ्यो अलि ब्याक गर्नु पऱ्यो अड्क्यो क्या अगाडि आउनु त पाउँछ होला यता यता आउनु सिधा ल छिटो 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 यता अड्किन्छ कि अड्केन ल दामी यहाँ हेर्ने अझै टोपी छ होइन टोपी देखाइदिनु त्यहाँ अडेस लाउनु पर्ने रहेछ उनको टोपी होला नि उयो भाले टोपी लाउने यो टोपी टोपी हो भाले टोपी होइन आइज भित्र ओइ कस्तो चाहियो हेर ओइ हेर ओइ यो यस्तो चाहियो पुरा शेर भाले यस्तोको चाहिँ कति पर्छ अङ्कल यो 1300 हजुर त्यो नर्मल उनको टोपी चाहिँ देखाइदिनु 450 यो 400 यो दे ओइ यस्तो लाउने हो यो त आयुषलाई चाहिँ सुहाउँछ होला यो टोपी ए भोटेपटे ओइ भोटे खोल्न मिल्छ नि है बाजे कानको छोप्ने हैन यो यो अगाडि हो खै हो त्यो चाहिँ राम्रो हुन्छ ल त्यो चाहिँ राम्रो हुन्छ ल यो नि हेर यो नि खोल्न त मिल्छ नि त मिल्छ खै पहिला खोलेर लाएर हेरौँ हुन्छ हेर्नुस् तातो हुने रहेछ यार तातो हुन्छ यो टोपीले यो भित्र लाउनु वाउ जोर देछ है जोर सही तातो हुन्छ यार यो त कालो हैन बाजे कालो किनकि यो लुगा सेतो लुगामा त कुखुराको टाउको जस्तो देख्यो भाले देख्यो त्यो ब्राउन हेड ल्याउ न कुखुराको ब्राउन हेड यो हैन योहरु चाहिँ कालो खै ब्राउन हेड ब्राउन हेड ल तिमी यो हेर्न यसको चाहिँ कसरी हो बाजु यो 1300 लात पनि आहा ए माया यति भइसि त तर कस्तो हेलमेट जस्तो देख्यो यार मलाई चाहिँ ल तिमी त शेरमै देखेर यति लागेपछि हैन हाजी ए तर फेरि त्यो चाहिँ कान चाहिँ अलि चिसो हुन्छ तिमीहरु किनेर मलाई त मेरै टोपी सुहाउँछ यार लिन त यस्तै ल कुन लिने भने एउटा मलाई त मेरै टोपी सुहाउँछ तिमीहरु कि यो कालोमा यो सुहाउँछ जस्तो लाग्यो मलाई खतरा क्याप हो क्या यो त क्याप रहेछ यार हजुर ओइ त्यो त घोडा चढ्नु पर्छ के होला यार भयो बाजे यसो हेरे मात्रै यो चाहिँ तँलाई चाहिँ हो यसलाई सुहाउँदो रहेछ क्या सुहायो मलाई मात्र कस्तो देख्ने के ल यसको कति भन्नुभयो बोइलर कुखुरा जस्तो देखेँ बोइलर कुखुरा जस्तो देखेँ यो नेवारहरूलाई सुहाउँदैन खै त्यसले त यो कलर पुरै म मेरै टोपी लाउँछु दाजु यो मेरै हो यसकै हो बाजे मलाई सुहाउँछ यो मलाई चाहिँ यही सुहाउँछ मेरो आफ्नै चस्मा खाएँ ससान टोपी टोपी क्या भालेवाला छैन बाजे यो टोपी भएको भाले छ ए ससान भालेवाला हेर ससानलाई चाहिँ भालेवाला सुहाउँछ ल कसम भने साँच्चै भने कि तिमीलाई थाहा छैन भाले टोपी त्यो सियोर भएको कि यस्तै टोपी होइन यो टोपी भयो आज सियोर हुन्छ अलिअलि घोसी भन्ने दुईवटा किन ल यो चाहिँ के हो आफूले छ कि आफै खोल्नु जस्तो होइन त्यो हातबाट सही लाग्यो कुन हात यो कुन चाहिँ कति पर्छ यो हात के बाजे त्यो यो हातको यो मैले मागेको छु होइन सस्तो टोपी हो त्यो रेकर्डिङ यो चाहिँ मेरो कलर ठिक छ नि है खै लगाएर लगाएर म त ठ्याक्कै भनिदिन्छु यताबाट यसो हेर यो छ नि यसरी लगाउने के लगाउँछ पकाल भाइ लाएर मैले यसलाई सुहाउने के मुनि सुहा त कसम छोडा छोडा ल खत काउ भाइ किन्यो घोडामा बसेर यही लाएर पढे किन्यो ससानले यसरी हो ल भयो यो कता आयो सरलाई ल 15 कुन किनेर पर्दैन मलाई त 15 महिना कहाँ गयो है कसरी लाउने यो त्यसरी नै हो त्यसरी ल
तैँले यो छाने नि त यो मार्फेलीहरू यार भाग्यमानी आज रमाइलो है तर कता जाने Shipwreck in the dark, far from the harbor, far from the start. In a storm, I lost my sails, I lost all direction. पानी चाहिँ परे यहाँ त Caught in veil. I didn't know love till you found me. मार्फा I didn't know love, lost in the sea. I didn't know love till you found. I didn't know love till you set me free. Didn't know love. Didn't know love. She was sinking, falling fast, so I abandoned ship, held on in the ocean, wild and loud. I was just waiting, I was drifting out. I didn't know love till you found me. I didn't know love, lost in the sea. I didn't know love till you found me. I didn't know love till you set me free. Didn't know love. कस्तो स्याउ छ Didn't know love. स्याउ छ यो चाहिँ के हो यो वाइन कडा हुन्छ यो Didn't know यो चाहिँ love. ब्रान्डी यो हामी लाने हो Didn't know love. यो लाने हो त्यो भन्दा नि यो सानो वाइन त वाइनै भइहाल्यो यो ब्रान्डी भने चाहिँ अब कडावाला ब्रान्ड के त्यो लाने यो 3-4 प्याकेट हालिदिनु यो 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 सोकोटी चाहिँ 4 प्याकेट हालिदिनु एउटा भयो यो कडा हुन्छ यो एउटा हालिदिनु कडा हुन्छ के त ब्रान्ड भनेर के दाम त्यो चाहिँ एउटा हालिदिनु अनि त्यो 4 वटा हालिदिनु खाने होइन नि खाने त्यो त मलाई नि त नेट त घरमा सक्छु नेट हाल्नु सक्छु नेट हाल्नु यो त सानो बनाए चाहिँ पर्दैन कि माथि तर तिमी जुम गरेर राम्रो जुम गरेर अनमोल यसको लाज हो चाहिँ यो त अलि राखिदियो है
गुड मर्निङ है। आजको चाहिँ हाम्रो यात्रा मुक्तिनाथ हुँदै लोमानथाङसम्म। हिजो चाहिँ हल्का यता पानी परिरहेको थियो अनि हल्का चिसो भएको जस्तो चाहिँ भइरहेको थियो। आज चाहिँ पुरै क्लियरै छ भन्छु। अब यहाँबाट मुक्तिनाथ जान्छौँ हामी पहिला, त्यसपछि चाहिँ बेलुका चाहिँ बास बसाइ चाहिँ हाम्रो लोमानथाङमै हुन्छ। अब बाँकी केटाहरू यहाँ चाहिँ रेडी भएर सब रेडी छ। एउटा चाहिँ ट्रायल गएको छ, आउँदै आउँदैन। अब तल हामी चियासा खान्छौँ, त्यसपछि गाडीमा होइन भ्यूहरू खिच्दै लिएर जान्छौँ। त्यही हेर्दै गरौँ होइन, रमाइलो आउँछ अगाडि, खतरा रमाइलो आउँछ। यो बिहानको भ्यू मार्फा भिलेजको। आज चाहिँ मौसम खुल्या जस्तो लाग्यो। हिजो हिमाल देख्नु पाएन, आज चाहिँ देख्छौँ कि भन्ने आश छ अलिकति। निस्किन थाल्छ यार, हाम मात्रै छ। अनि यहाँ अरू गेस्टहरू चाहिँ निस्किन लानु भइसक्यो। हाम्रो चाहिँ यहाँ यस्तै जहिले ढिलो हुन्छ, 4 जनामा नि यस्तो ढिलो हुन्छ। हामी चाहिँ तल ब्यागहरू राख्दै गर्छौँ। यसो चिया खाएर निस्किनुपर्छ अब। बसेको होटल चाहिँ यही हो। ल अब चिया खाएर अगाडि बढौँ। खै हाम्रो दाइ हामी दाइ खै त यहाँ गाडीभित्र हुँदो रहेछ। ल जाउँ अब मुक्तिनाथतर्फ। गाडी रेडी हुँदैछ, म अगाडि बस्छु ल। मुक्तिनाथले हामी सबैको रक्षा गरौँ। बाई बाई मार्फा भिलेज। धेरै वर्षपछि चाहिँ मुक्तिनाथ जाने सपना पनि पुरा भएको छ। अब मुक्तिनाथ गएर shipwreck in the dark, far from the harbor, far from the start. In a storm, lost my sails, lost all direction. आर्मीहरूको छ त्यहाँ बिवाडीहरू सब। यो एसी चेक पोस्ट के हो एसी भने? Lost in the sea, I didn't know love till you found me. I didn't know love till you set me free. ल भयो रेडियो। Didn't know love. ल एकजना होइन यताबाट एकजना यो साइडबाट आऊ होइन। 4 जना Didn't know love. चाहिँ यो कागबेनी भन्दा माथिको भ्यू पोइन्टमा छौँ हामी। She was sinking, falling fast. होइन ट्रान्जिसन सानो जस्तै हो। 2 मिनट So भइसक्यो। I घोडा held on खोइ आउँछ म भ्लगमा in the ocean, केटा हो पप्पाल है। wild and loud. I was just waiting, I was drifting out. I didn't know love till you found me. I didn't know love, lost in the sea. I didn't know love till you found me. I didn't know love till you set me free.
पार्किङ एरिया आइपुग्यो अब गाडी यहाँ रोकेर हामी माथि यहाँ दर्शन गर्न जान्छौँ मलाई बाटो थाहा जाउँ मलाई बाटो पहिला टोइलेट चाहिँ जाने होला टोइलेट मलाई भोक चाहिँ लागेको छ टोइलेट भने पेट कम्ती छ नाथ आइपुग्यो हजुर तुबुक हिमालय यो ब्ल्याक ब्युटी दामी लाग्छ मलाई यही बाइक कति यसको नारलहरु सबै के छ बाबु कति 250 250 हो हजुर हामीले 300 गर्छ माथितिर हामीले त्योबाट भोनी गर्नु भन्ने बाबुले एउटा लानु ल चारवटा हाल्दिनु ल एउटा पलिसमा है मेरो पसन्द त्यस्तै भयो 1000 भयो नि त त्यसो भए चारवटा है हजुर चारवटा छ पैसा यहाँ 250 हो लानु लानु त आमा ठिक छ लानु लानु आ दिदी यहाँ लानु ल भइहाल्यो नि दिए ल आउनुहोस् ओए कति नापे यार कति नापे त्यो बोक्स होला यस्तो छ हिँडाइ अब कहिले पुग्ने हो हामी माथि ल अब चाहिँ मन्दिर जाने भर्याङ सुरु हुने भयो अब बल्ल भर्याङ सुरु भयो स्वागत छ घोडा जाने माटो चाहिँ त्यहाँ जयन्ती नि घोडा चढ्दो रहेछ आज चाहिँ क्लियर छ तर मौसम है टलक्कै भयो यता त दामी खाँदै यता ब्याकिप्यो जाउँ जाऊ थकला तर अब चाहिँ मोटोभित्र त्यो पोल्न थालेर मलाई फेरि थकाइवाला लागेन मन्दिरलाई हेरेर त भएन तर त्यो गेटबाट उता लागेको मान्छेले फेरि घोडै छिटो पुग्ने थियो तर घोडै छिटो पुग्ने है तिमीहरूलाई कुरेर बसायो हामी उता फोटो खिच्नु भर्याङमा नि माइनक्राफ्ट हुन्छ त्यही भएर जिन्दगी माइनक्राफ्ट भइसक्यो अहिले त बाहिर निकाल्यो भने हात काट्छिन् टिङ्गु टिङ्गु पिङ्गु यो बाटो नजाने घोडामा सेल्फी लो
पुरै बाफ आइरह मुखबाट आरे ल लुगा खोलिहाल होइन हौ होइन दुईटामा पर्छ आइस होइन त के दुईटैमा पस्ने होइन यताबाट घुमेर आउने अनि त्यसपछि त्यहाँबाट पसेर यताबाट निस्किने क्या दौडिसक्यो यार जति ढिलो गयो त्यति गाह्रो अलि बिस्तारै हिँड्न कस्तो कुद्या अरे यो कस्तो कुद्या त अनि हिँड्ला नि यो कुद्या छिर्दै छिर्दै छिर्दैन 10 घन्टा लाउँछ यार फेरि हान्दै भएको छ ए फेरि एकदम उल्टी उल्टो उल्टो होला अरूलाई डिस्टर्ब गर्नु खोइ संसार कस्तो लागिरहेको छ दोस्त टाढो भयो तर 2 मिनेट यसको हिँडाइ देखेर फेरि यसले सोध्या नि फेरि कसलाई हान्न यसलाई सोध्या कति होइन यो शालिग्रामतिर इन्ट्रेस्ट दिने टाइपको मान्छे हुन्छ ऊ त्यहाँ यो बगर छ नि त्यो बगर राम्रो विदाउट कस्ट टिप्न पाउँदैन भनेर सुने यहाँ के भने बिल फाइनली खाजा ब्रेकफास्ट क्यामेराको ब्याट्री गयो चुसाङ भन्ने ठाउँमा खाना खाएर अब निस्किनु लागेको यस्तो डेन्जर हावा छ
लाग्यो स्कुल जाने For a while there it was rough, but lately I've been doing better than the last 4 cold Decembers I recall. And I see my family every month. I found a girl my parents love. She'll come and stay the night, and I think I might have it all. And I thank God every day. हामी यो लोमानथाङमा आएर बसेर चाहिँ एउटामा अहिले चाहिँ बाहिर यसो चिया खान जानलाई क्यामेराको ब्याट्री नि हरायो अब मोबाइलबाट बनाउनु त सबै डेन्जर गरम भित्र होला के फोटो सोटो खिच्नु नमस्ते हामी हेटौडाबाट आएको हजुर यो प्यालेस भने है यो त राजा बस्ने प्यालेस यस्तो यो हावा चाहिँ कति चल्यो यार टाउको दुख्ने हावा गल्ली नै गल्ली टाउको दुखेर यता जाउँ यता यो दामी डर लाग्दो ठाउँ छ यार यता यहाँ चाहिँ गल्ली गल्ली एउटा छुट्टै सहरै जस्तो रहेछ गल्ली नै गल्ली कहाँ हो त्यहाँबाट एकचोटि छिट्यो भने गरे अब कहाँबाट निस्किनु गाह्रो हुन्छ कि त्यही त यहाँ हराइसक्यो जस्तो लाग्यो कहाँबाट छिर्यो कि किच्चा पर्छ भित्र छिर्न पाउँदैन यो चाहिँ दरबार कहाँ भोटे कुकुर कस्तो माथि कहाँ बस्यो यो कुकुर भएको होला होइन यो घरमा चाहिँ मान्छे बस्छ होइन भन्नु त्यहाँबाट छिर्नु पर्ने हो कुकुर कस्तो माथि बस्छ यहाँको राजा रानीको फोटो
खाजा खानु पर्यो यहाँ भोटे कुकुरले स्वागत गर्नु बस्छ यहाँ भोटे कुकुरले चिनी कता होला यार यहाँबाट त होला नि खाजा बन्छ कता बस्नु खाजा मोमो दिने के खा मोमो अरु वाह हामी यहाँ चाहिँ बत्ती त गएकै गर्नेछ तर यो लोमानथाङ त अँध्यारो रहेछ है ठाउँ आज चाहिँ डे 3 अनि हामी यो लोमानथाङबाट अब ब्रेकफास्ट खाएर निस्किन्छौँ यस्तो चिसोले पुरा रम्या अहिले चाहिँ यहाँ फोटो खिच्न रोकेको जस्तो ल्यान्डमा हिमालै हिमाल छ चिसो हावा यार ऊ त छ नि 24 पिलर चाहिँ ऊ त छ नि 24 पिलर नै अब जस्तै यो 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 हिमालय चाइनाको पर्यो यो चाहिँ नेपाल पिलर भनेपछि कहाँबाट छ त यसको पिलर बनाएको ऊ त माथि छ 10 ग्लास यो भनेपछि त्यो पिलर चाइनाको पर्यो यहीँको हो तपाईँको पसल हो तपाईँको ए हामीलाई लानलाई कुर्नु भइरह्यो क्या पैसा निकालेर ल ल उहाँले घुमाइदिनुहुन्छ अरे कहाँ कहाँ जाने ल अनि उहाँकै पसलमा किन्नुपर्छ सामानहरू चाहिँ के पाइन्छ भनिदिनु त अनि त्यही अनुसार के पाइन्छ त पाइन्छ मिठाई बिस्किट चकलेटहरू चाउचाउ कफी सबै चाइनिज सबै चाइनिज तपाईँहरूको चाहिँ नेपाली प्रोडक्ट केही छैन छुर्पीहरू केही बेच्दैन यहाँ छुर्पीहरू छ छुर्पी छ झिम्बु छ सातु छ अब यहाँ
महिना भयो होला 4-5 महिना त्यस्तोमा राम्रो बोल्न आउँछ हजुर राम्ररी चाहिन्छ पहिलेदेखि होला नि बोल्न आउने त है पहिले त हामी भित्र जान्थ्यौ नि यहाँ अहिले खुलेको कसो खुलेको त नमस्तेलाई निहाउ हैन निहाउ खाजा खाऊ त जाऊ कहाँ जाने भन्नु त पहिला तपाईहरु यहाँ फोटो खिच्ने कि उता ट्रेनमा कफी खान जाने यहाँ त यस्तो प्याक छ पहिला कफी खान जाने कफी खान जाने कफी खान जाने रे उता नि धार्मिक आउँछ र उता हिमालको जाने यो पिलर चाहिँ एउटा मात्र हो पिलर एउटा मात्र छ त्यो पिलरबाट उता टेके कि चाइना पिलरदेखि उता चाहिँ चाइना अनि उता चाहिँ नेपालमा चाहिँ यहाँ कहिले बिल्डिङ बन्छ त खाली ट्रेन मात्र रहेछ तपाईँहरूले बिजनेस गरेर टन्न कमाएर बनाउनु पर्यो उता त बजारै रहेछ नि ठुलो उता त बजार ठुलो छ नि एक्लै त कहाँ बस्न सक्छ ए तपाईहरु पोखरा कहाँ देखि आउनु भयो अनि पोखरा हैन हेटौडाबाट आयो नि त ए हेटौडा हजुर यस्तो फोहोर गर्दो रहेछ त यहाँ नेपालीहरूले डस्टबिनहरू राखिदिनु पर्यो नि त नि डस्टबिन छ या हावाले डस्टबिन राख्दैन उडेर जान्छ कता हो तपाईँको टेन्ट ट्रेन हो त छ नि लास्टको हो पसल नि त्यहीँ भित्र हुन्छ पसल उता छ नि बाहिर नि कस्तो सामानहरू महँगो हुन्छ यहाँ ठिक है फेरि हामी घर फर्किनु पैसा सकेन कुनटा कसैले त लानु न यहाँ आएको कसैले त लाने यहाँ चाहिँ 50 को चाउचाउ यो 50 भने यो नि यो के रहेछ के हो यहाँ यो चाहिँ के हो यो कति हो 50 रुपियाँ एउटा यो नि हाल्नु पर्छ यो 200 रुपियाँ 200 रुपियाँ होला एउटा निकाल्दा मलाई एउटा मलाई नि है कुन लानु ए एउटा ल्याउनु न कहिले आउनु त्यो एउटा एउटै हो सबै एउटै हो एउटै हो यो सबै यो चाहिँ दिनु यो पनि 200 हो नि त अरू के लान्छ एउटै हो कि अलग अलग हो एउटै हो यो दिदी भेज चाउचाउ छ यहाँ भेज चाउचाउ 400 कस्तो छ मिलाएर भन्नु है दिदी उन्नाइस 50 यता मेरो हेर्नु चकलेट दुईटा है 1950 भाइ लिनु अब तपाईँको यो दुईटा चकलेट हो 800 माथि यो 600 1400 14 माथि 15 16 17 17 18 21 मेरो पो बढी भएछ एउटा दे त पैसा 2000 लेन मलाई लानु डिस्काउन्ट होला नि त अहिले 2150 भन्नुभयो 2150 होइन
एक्काइस 2000 भयो नि ल धन्यवाद यहाँ रहेछ त त्यस्तै म चाइना गएँ ल बाई बाई गोली हानेर हान्छ हान्छ है ओइ त्यहाँ पुस्यो है फेरि गोली आउला नि फेरि गोली आउला फेरि गोली त आउन कराउँछ कि नोम्यान्स ल्यान्डमा ल्यान्डिङ चाइना खासै ठिक रहेन त किन मन परेन हो मन परेन मलाई मेरै देशमा यसलाई यो भित्र के बस्दो रहेछ बिरालो देखिन्छ है कताबाट निस्केको देखिन्छ त्यो हेर बिरालोले सुनिरहेको होला त्यसले गेस हान्दा खायो त्यो कताबाट निस्किन्छ हेरे त्यो त्यो एउटा गेम छ नि अमर हान्नेवाला त्यस्तै जस्तो त्यहीको हो के यो सस ल पल्टीतिर आएर त्यसलाई पेट गरौँ ल प्याक छ फोटो खिच्नु पाल्न नआउने रहेछ अझ यहाँभित्र जानुलाई चाहिँ टिकट काटेर आउनुपर्छ 100 रुपियाँ रे सास फेर्न चाहिँ गाह्रो हुनेछ स्या हुने है हो लानु सक्छ भने यो चढ्न टाउको जोम बाहिर निस्किन्छ है कताबाट यस्तो ठाउँ के घुम्न यार जस्तो पो लाग्यो है मैले हेर्न नसक्दा जस्तो भइसक्यो यार गाह्रो हुँदैछ यहाँ आउन यहाँ बल्ल उभिन सक्ने ठाउँ रहेछ यार के ढुङ्गा हो के उभिन नि नसक्ने ठाउँ के बनायो भने म त अड्दैन त यहाँ टाउको ठोके पाण्डु छिर्दैन यार त्यो बस्छ सास फेर्न गाह्रो भयो अर्को भने यो के सोचेर चाहिँ बनायो होला है यस्तो अँध्यारो के जानु भित्र त माथि जाउँ मलाई त त्यहाँ अझै भरिन्छ यार
नसक्ने लास्ट माथि जान्छु म फर्किन्छु सक्दिनँ यो लास्ट माथि जान्छु यो भन्दा माथि छ भने चाहिँ जान्न म अक्सिजन लिनै पर्ने अवस्था बनाइयो म त यहाँबाट हाल्छु यार यति हो खै यहाँ त के पाल्छ के बनायो यस्तो भरे झर्छ म चाहिँ फर्केँ म सक्दिनँ भरे झर्न नि कति का ओ भरे समात दे के ए म यहाँ झरिसकेँ म सक्दिनँ यहाँ धेरै बेर बस्न म त गएँ तल म सक्दिनँ यार म चाहिँ गएँ म चाहिँ सक्दिनँ यार यस्तो ठाउँ बस्न गाह्रो माथि गुफा मात्र सास फेर्नै गाह्रो हो माथि मलाई त चढ्दै गाह्रो हो है आउँदै हो त्यहाँ म फर्किन्न के सोचेर बनाऊ त्यसलाई त यस्तो अप्ठ्यारो ठाउँ यो बने ठाउँ हो क्या अनि धेरै माथि हाल्यो क्या आयो लास्ट दुईजना कहाँ गरिदिन त अझै यार भने ओ माथि नदा यार केही छैन म त सास फेर्नु गाह्रो म त फर्केँ त चढ्न नि सक्दैन इत्र इत्र भरिन्छ यहाँसम्म त सक्छ म चाहिँ फर्केँ म चाहिँ सक्दिनँ मलाई त त्यो भर्नु चढ्दै सास फेर्नु गाह्रो एकैछिनै म झर्छु पहिला झर्नु मान्छे निस्किन्दै पहिला झर्न गाह्रो सकिन आएँ म त हातै धुलो हजुर छ फोटोमा हेर्दा मात्र वा हो गएपछि त झ्याउ झ्याउ लिन्छु ल कति किलो लान्छु भाइहरू लान्छ म लान्छु जति सानो छ त्यस्तो मिठो छ तपाईँ यता आउनु त टेस्ट गर्नु त ल म दिन्छु तपाईँलाई खानु त एउटा 150 मा दिने कि यति भन्नु न 150 मा दिने भने म लान्छु कति किलो लाने हाल्छ मैले 2 किलो हाल्छु दिने कि यति त भनौँ ल ल स्याउ यहाँ गर्नु कि उता लान पर्छ मिठो छ यहाँको स्याउ मिठो यहाँ मिठो छ फेरि मिठो छ चिसो पनि छ कि ठाउँ बिग्रिन्छ बिर्दैन भने बिग्रिन्न 2 दिन पोखरा बिग्रिन्न यो तिम्रो यो स्याउ छ नि 1 महिना राख्यो नि बिग्रिन्छ हेरियाको स्याउ त्यस्तो हुन्छ स्याउ हेर्दै थाहा पाएछ म 3 किलो लान्छु ल जाउँ ज्यादा जति 1000 लिएर त अहिले मलाई पछि ल ल लिएर आइ टन्नै म नि 4 किलो जति घर लान्छु 4 किलो लान्छु 4 किलो 4 किलो त लाने कसरी लाने हो ब्याग प्याक भइसक्यो सबै ल एक ठाउँमा राम्रो राम्रो 4 किलो हाल्नु त अलि सानो सानो कुन्टे भयो हिजो माथि जाने मान्छेले 2 किलो लिएर गएर फोन आएर यहाँ 15-20 किलो लिएर गएको त्यो मान्छेहरूले पहिले सेउ खानु न 4 किलो हाल्नु नि एक ठाउँमा छान्न आउँदैन फेरि 2-3 किलो अनि यसमा हाल ल चार 10 यसमा 5-6 किलो यसमा त्यसमा 4 किलो हाल्नु ल
स्याउ भोलि जान्छ मिलाएर देऊ भनेर हिजो भनेको नि यहाँ खाएर यो अब त्यो पाण्डुला काटिने लिएर गएको हुन्छ नि लगेको तेरै लागि यहाँ हालिदिएर के मैले लगेको होइन त हिजो अनि मैले पनि भनेको यहाँ आएर लान्छु साँझ भनेर यो सबै मिठो छ यो सबै यो नि अरु 1 महिना राखे नि बिग्रिन्छ कौलिन त कति किलो भयो बिग्रियो भने म फर्काउन आउँछु नि फेरि खान्न आउँदैन मलाई नि छान्ने आउँदैन अलिक घाउ भएको त ना राम भाइ आइदिए हान मिठो छ बिग्रिँदैन आवाज 10 5 बढी जाँदो रहेछ आवाज आउने हान्छ कि मुस्ताङमा हैन म त 2 किलो लान्छ त्यो पनि हाल्ने भाइ 2 किलो मात्र तपाई खाएर ड्राइभरमा के दिने ड्राइभर म आइराख्छु त जति अनि 2 किलो भट्टा लाने खै ओति राख्नु त्यो यहाँ त स्याउ भन्दा धुलो बढी खाइन्छ हावाले के किलो मात्र ल हेर छैन यो आलु यहीको हो यहीको घरको आलु सुनको दाँत हो तपाईँको अब ल त्यो कटाउनु कति भयो यो चाहिँ 3 किलो आलु अनि 3 किलो स्याउको पैसा भयो 3 किलो स्याउ त्यही 2 र 1 हो के उसले 2 हाले मैले 1 हालेँ अनि 3 किलो आलु 3 किलो आलु स्याउमा त टेस्ट आउने भयो त यसरी त एकछिन पाले पिलो मिलाउन हिसाब एउटा झरेको त नखाऊ भन्ने चाखाउँ एउटा मुस्ताङको स्याउ तर यार कस्तो फोर्छ यार यो त लास्ट यो सानो स्याउ लास्ट मिठो छ सानो चाहिँ खा त भनिहालिस् टेप छ भने लगाइदिनु बरु नानी एउटा सानो चाहिँ खाऊ कि सानो चाहिँ लास्ट मिठो छ एकदम मिठो छ 2 किलो लाग्छ त्यस्तो पार्नु हुन्न पाप लाने कुरा त्यहाँ चाहिँ चक्लेटी रहेछ सानो चाहिँ मिठो है हामी अप्पर मुस्ताङको यात्राको क्रममा र हाम्रो अर्को गाडी चाहिँ फर्कने क्रममा यहाँ यात्रुहरूसँग हाम्रो गेस्टहरूसँग पाहुनाहरूसँग चाहिँ फिडब्याक लिउँ है त ल हजुर नमस्कार कस्तो रह्यो यात्रा रमाइलो दाइ माथि एकदम आज अप्पर मुस्ताङ भिडियो देखेर जस्तै रहेछ कन्टेन्टहरू मजाले खिच्नु भयो होला है मजाले खिच्यो क्यामेरा स्यामेरा लिएर गएको थियौ हजुर खिचियो होइन अब अनौठो एकदम ल्यान्डस्केपहरू चाहिँ राम्रो छ यताको हजुरहरूसँग त डिभाइसै डिभाइस थियो के अरे होइन खिचियो ल यात्रा शुभ रहोस् है त ल कति बेला अपलोड हुने दाइको त 5 मिनट ए अब खाना खाने ठाउँ यो चराहरू कसरी उड्छ होला कि यस्तो यता भने लोधेका दामोदर कुण्ड गाउँपालिका चराङ भन्ने ठाउँमा माथान अब यो 1 नम्बर गाडी भर्खर आयो चुङसी गेस्ट हाउस एन्ड रेस्टुरेन्ट कस्तो राम्रो यार भित्र साँच्चै च्याउ नि किन्नुपर्ने ए च्याउ रे के अरे छुर्पी
अब खाना खाएर ढुम्बु लेक हो कि कहाँ जाने अब चाहिँ अझै बाटो यस्तो नराम्रो कहिले राम्रो बाटो होला जस्तो हुन्छ म त हिँड्नै नसक्नु यो ढुम्बा लेक Here I am in this old town, still dreaming of the open road. I've been here for far too long. There's so much more than this I know. It's been years since I've been gone. I miss the way it feels to roam. This urge that's grown inside my heart to pack my bags and hit the road. I'm dreaming of the road again, set free in the wind. आज चाहिँ टुकुचैमा बस्नु मुस्ताङको रिसोर्ट टुकुचे माउन्टेन भोलि बिहानै 4 बजे उठेर तातो पानीमा जाने त्यहाँ एउटा कार्टुन मात्र यो होटल चाहिँ राम्रो रहेछ तर अहिलेसम्मको बेस्ट किन म रुम देखाउनु लाग्यो क्या फस्यो यस्तो अँध्यारोमा आज रुम चाहिँ बवाल परेछ यो बिचमा चाहिँ म सुत्छु होटलबाट यस्तो दामी रुम चाहिँ सर्नु पर्ने हामी I'm dreaming of the road again, set free in the wind. Feels like we found home again, on the road that's grown thin. मेरो चाहिँ कोक ल चेस ल ह्याप्पी दसैँ तेरो पिङ्की हो कि ससानको चाहिँ धमाक भएर चस्मा उड्यो घाँस निस्क्यो क्या फेरि घाँस छिमेकी तर्स्यो लुगाभरि पारे थियो अघि त तिमीले सुकिसक्यो आज चाहिँ डे 4 हाम्रो अब हामी अहिले 3 बजी 4 बजिरह तातो पानी गएर नुहाएर आज चाहिँ पोखरा जाने यहाँबाट हिमालको भ्यू चाहिँ टाइम देखेर तर भिडियोमा देखिरहेन छ तातो पानी जाने बाटो उताबाट गएर उता त ब्लक रहेछ अहिले त भरे बनाएको छ यहाँ झुलेको पुल तर पारी जानुपर्छ यस्तो अँध्यारोमा डर लाग्दो ससान ल जाऊ एक्लै ल एक्लै जाऊ तल गए त गइहाल्छ नि बिनाले पुरा न गइसक्यो जस्तै अँध्यारो केही देख्दैन हौ
यहाँ तल खोला बगिरह पारी जानु छ यहाँ तल अहिले फर्किँदा उज्यालो हुन्छ होला एकछिन अहिले चाहिँ पुरै अन्धकार छ आइपुग्यो अब यहाँ चेन्ज गरेर नुहाउने जाडोमा तातो पानीमा डुब्ने पाण्डु डल्न आइज ल यसले इतिहास रत्न लेखाएँ यहाँ घुम्न आँदै पहिलो पटक पानी हाल्यो होला ज्यानमा टाउको नि भिजाएर मुला छिटो आइज मलाई यहाँ जाडो भइसक्यो है आइज त ल आइज तिमी उठेर आइज ल अब दाइ जान्छ तातो पानीमा सक्दैन होला त यहाँ त बस्नु खुट्टा हुन्छ होइन मान्छे होइन तिम्रो लागि एकदम ठिक हुन्छ बाबु यो कुरा त घोडा डुबाउ तिम्रो त तिम्रो घोडालाई यस्तो राम्रो छाला खुलिन्छ म डुब्ने भर्खर यति चलेपछि बोल्छ क्या फेरि घोडाको चैट हो तिम्रो नचले तिम्रो यो घोडा छ नि तिमी चाहिँ यहाँ अब कम्ती 15 दिन डुब्न पाउ बसेपछि उठ्न सक्दैन नि फेरि सक्छ बसेर हामी उठाइदिउँ हल्लियो भने चाहिँ सिधै यार यहाँ त हैन हन्न यसरी अडेस लाएर सुतेछ पछि हामी बसिरहेको तापो लेखेन नचलिकन बसेर त्यो ढुङ्गाभन्दा उतापट्टि बस्छ ढुङ्गामा बसेर त के भिज्छ तेरो ल मजा आइरहेको तर भित्र चाहिँ चल्नु चाहिँ हुँदैन यो बल्ल अनि मजा कति मजै छ तर कस्तो बगे जस्तो भएर यार हेर्न ल कति पछि पानी पऱ्यो त्यसको कट्टुभित्र कति पछि पानी पऱ्यो कट्टुभित्र कति पछि पानी पऱ्यो यहाँ पाइल्सको नोकिया पाइल्स यो भाइको घोडा छ नि 15 दिन बस्नुपर्छ टुवार गएर जान्छ पानी गन्ध छ त्यो पुरै बगेर आएको पानी है त्यो पानीमा त त्यो छुन सक्दैन भइरहेको मान्छे यो बस्दा बसन बस तातो पानी बस न बसिरह त्यो पुरानो अझै तातो हुन्छ नि त्यो पानी आइरहेको त्यो पानी चिसो पानीमा नुहाउन सक्दैन चल्दैन बिस्तारै डुब बिस्तारै यति घाँटीसम्म डुबा के खुट्टा सिधा गर यताबाट आएर यसको प्रभु रवि यो त हो प्रभु भइहाल्यो त अब त सफान दाइ हुन्छ चिसो छ भने त्यसलाई रोक्दा बनाउने हो यहाँ त हल्लिन्छ ए प्रभु कस्तो उडा जस्तो यहाँ सिधा गर्नु न सिधा गरेर केही हुँदैन तिमी पनि आऊ न उड्यो त म त होइन दाइ ठिक छ बोतलमा हालेर लैजा पानी आउँछ मजा चाहिँ मजै छ चल्नु चाहिँ भएन चक्चके होला पुरै ढाड देखाएर ढाडसम्मको मैले जान्छु बोल्दैन शीतलै छ कस्तो चिसो छिटो
हाँस्नु हुँदैन रहेछ पो नहाँस्नु त कम्दै नचलामा चिसो छ यार ओली आउँदाखेरि खोल्छ त्यसलाई उतारेर हो उतारा ल्यान्ड गर्नु त्यसलाई उतारेर ल्यान्ड गराउनु अब यहाँ गाह्रो चिलायो अब यहाँ बोलाएर पनि भए त के कोही छैन त्यही पनि त्यहाँ राख्दै मोबाइल लगाइदिए र ससानसँग आउनु ऊ त्यहाँ ओ ससान आइसल्यान्ड लिएर आउनु उसलाई कटु लेखा तेरो लागि 50 होइन होइन ठिक छ दाइ होइन ठिकै छ अब तिम्रो माथिको चिसो सबै फाल्छ अब यसो जुमा के हुन्छ कालो भयो क्या हो कपडा खोलेर चाना पानी तातो पानीमा बाटाटी भन्नु नि अझ दबाई राखेर त्यो त्यसको यो एकदम दबाई त्यसले तर इतिहास रच्यो त्यसको हिँडाइ नै छिटो भइसक्यो त्यति डुबेर अब हामीलाई जाडो फेरि पहिले पनि तातो पानीमा डुबेर माथितिर जानु हुन्न बुझ्यौ किन दाइ एकैचोटि चिसो हुन्छ भनेर माथि बसी अक्सिजन पाण्डु त हिँड्छ त उयो आधा घन्टा डुबै त हिँडेर पुग्छ क्या पोखरा 1 घन्टा डुब्यो हेटौँडै पुग्छ दौडेर आउँदा केही देखेको थिएन अहिले पुरै क्लियर कत्रो खोला खायो यहीँ तल हो हामी डुबे अनि पुरै अँध्यारो थियो तल त्यो तातो पानीमा डुबेर चाहिँ यसरी अब खुट्टाहरू दुख्न कम हुन्छ जस्तो हाम्रो साथीको अघि हिँड्न गाह्रो भइरहेको थियो अहिले अलि फुर्तिलो भएर हिँडिरह अब पहिलाभन्दा अलिक मजाले पहिला अलिक गाह्रो गरेर हिँड्दा थियो अहिले अलिक मजाले हिँडिरह यो खुट्टा दुखाइ ढाड कम्मर दुखाइ ऊ त्यहाँ गएर निको हुँदैछ के हो पाउडर तातो पानी कुन होइन ससान त्यहाँ डुबेर आएपछि अहिले गर्मी भइरहेको ओ त्यहाँ प्लेन रोक्नु भएको गाडी फेरि कति टाढा लगेर बा We found our place on the branch of an old gum tree. Our feet would sway to a voice in the breeze. And birds would sing on the banks of a narrow stream. These memories will stay with me. राइडर की खलासी म चाहिँ के म त प्रो राइडर म त एक हातबाट चलाउँछु
झार्दैन म्याम खाटबाट नचाहिँ मलाई अहिले त्यो त झ्याप होइन घोडा झ्याप्छ जस्तो लाग्यो थाहा छ यार मलाई ठाडो घाँटी के दुइटै मलाई लाग्दैन मैले कस्तो कन्ट्रोल गर्ने 3 चाहिँ खाने हो के 3 2 1 गो बाटा चाहेको यही हो